कसले कतिजना सडकमा उतारे? गणतन्त्र स्थापना भएको 18 वर्षको अवसरमा नेकपा एमाले गणतन्त्रलाई उत्सवका रूपमा मनाउँदै काठमाडौँमा शक्ति प्रदर्शनको नौटङ्की गर्यो। भिरकुटी मण्डपबाट सुरु भई रत्नपार्कमा समापन भएको र्यालीमा 2000 जना समेत थिएनन्। एमालेको र्यालीका हरिबिजोग तस्बिरहरू अहिले सामाजिक सञ्जालमा भाइरल नै बनेका छन्। ती तस्बिरहरूलाई लिएर प्रयोगकर्ताहरूले बिचरा एमाले साँच्चै नै काठमाडौँ कब्जा गर्यो भन्दै खिल्ली उडाइरहेका छन्। उता राजावादीहरूले गणतन्त्रवादीको बाजा बजाइरहेका बेला यता एमालेका नेता कार्यकर्ताहरू भने आफै बाजा बजाएर कम्मर मर्काउँदै छमछमी नाचिरहेका देखिन्थे, रमाइलो गरिरहेका थिए। यसले उनीहरूको प्रदर्शनलाई रमाइलो भन्दा बढी अर्थ नदिएको स्पष्ट पारेको छ। राजावादी प्रदर्शन चैत 15 गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा 2 जनाको ज्यान गएको र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएका राजावादीहरू यसपटक काठमाडौँमा कमै आउने अनुमान गरिएको थियो। त्यति बेला घर गाडी जलाएको र भाटभटिनमा लुटपाट गरेको आरोपमा केही व्यक्तिलाई सरकारले खोरमा हुलेर पाता कसेपछि यसपालि राजावादीहरू सडकमा कमै आउने आकलन गरिएको थियो। तीनकुने घटनाकै कारण मुर्खा बनेका दुर्गा प्रसाईको समूहले समेत सडकमा नआउने बताएको थियो। अराजक दुर्गा प्रसाईको समूह सडकमा नआए पनि आज भने राजावादीको प्रदर्शनमा साँच्चै सोचे भन्दा बढी मानिसहरूको उपस्थिति थियो। एमालेको भन्दा तेब्बर बढी राजावादी सडकमा उरिएका थिए। काठमाडौँका कालोपत्रे सडक हातमा झण्डा समाएका र छाता ओढेका राजावादीहरूले भरिभराउ थिए। उनीहरूले देश खोक्रो पारेको भन्दै देशका प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री विरुद्ध फलानो चोर देश छोडका नारा लगाइरहेका थिए।